खाइसकेको भिडियो हेरेर फेरि पछि पनि पानी आउँछ कि यो भिडियो हेऱ्यो भने मै मात्रै होला सायद। मैले चाहिँ सुँगुरको खाएको होइन, मेरो चाहिँ फेभरेटमै पर्छ। महिनामा एकचोटि दुईचोटि त खाएकै हुन्छु म, तर भिडियो चाहिँ कम बनाउँछु है म होइन। भिड थियो भने अनि मान्छेहरू थियो भने म बनाउँदिनँ, कोही थिएन भने चाहिँ म भिडियो अवश्य बनाउँछु। खानु भनेपछि त यति ध्यान दिएर खान्छु म होइन, कसै कहाँ के हुँदैछ त्यो पनि थाहा हुँदैन कि। भिडियो त बनाएँ तर भिडियोमा हेरेकै रहेनछु कि, आफ्नै दुनियाँमा रहेछु कि म। अहिले खाएको देखेर मलाई नै खानु मन लाग्यो होइन। भिडियो त लामो थियो तर मैले छोटो बनाइदिएँ। खानु पनि यति धेरै टाइम लाग्छ मलाई, ध्यान दिएर खानुपर्ने हुन्छ नि त। क्यामेराम्यान त छैन, आफै मोबाइल अगाडि ठडाउने भिडियो बनाउने, अब उसले नै खानै पर्यो होइन, मैले नै खानै पर्यो। क्यामेराम्यान भए जस्तो चाहिँ हुँदैन भिडियोहरू। आफैले अगाडि तिर्साएर भिडियो बनाएको नि गतिलो त हुँदैन। त्यही पनि यादको लागि मैले भिडियो बनाएको। अनि फेरि यो भिडियो हेर्छु अनि खानु मन लाग्यो भने खान्छु। हेजङ्कुक पनि मनपर्छ तर मैले खाइनँ कि। अब अर्को पालि चाहिँ हेजङ्कुक खान्छु म भन्दै आजलाई बिदा हुन्छु। हस् त, नमस्ते, बाई बाई, टेक केयर।